everyone, this is Ranjan Shrestha and I hope सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु हैन। अनि आज चाहिँ मैले फेरि नेक्स्ट एपिसोड लिएर आइसकेको छु मेरो ट्रिपको। र आज चाहिँ म मेरो आफ्नै होम टाउन चाहिँ नि झ्यावा गोर्खामा रहेको छु र आज चाहिँ म मेरो गाउँदेखि बारपाक गोर्खासम्म जाँदैछु। मलाई लाग्छ यो 2 घण्टाको राइड हुन्छ होला सायदै हैन, खै कति लाग्छ म भन्नुला लास्टमा पनि। र गोर्खा चाहिँ नि गोर्खाको बारपाक भन्ने ठाउँ चाहिँ नि एउटा इतिहास बोकेको ठाउँ हो जुन चाहिँ नि इतिहास मात्र नभएर 2072 सालको चाहिँ नि विनाशकारी भूकम्पको केन्द्रबिन्दु पनि हो बारपाक गोर्खा। त्यसैले चाहिँ नि आज चाहिँ अहिले चाहिँ 2082 साल चलिरहँदाखेरि यो 72 देखि 82 10 वर्षको अन्तरालमा चाहिँ बारपाकमा के चाहिँ नयाँ परिवर्तन भएछ त्यो कुरालाई चाहिँ म क्याप्चर गर्नेछु र बाटोमा भएको रमाइलो पलहरू र दृश्यहरू पनि अवश्य म क्याप्चर गर्नेछु र भिडियो सुरुदेखि अन्तिमसम्म सबैले हेरिदिनु होला र सपोर्ट देखाइदिनु होला किनभने गोर्खा एक्सप्लोर गर्नुपर्छ हामीले। लेट्स गेट कनेक्टेड विथ अस। Birds flying high, you know how I feel. Sun in the sky, you know how I feel. Breeze drifting on by, you know how I feel. It's a new dawn, it's a new day, it's a new life for me. And I'm feeling good. बारपाक जाँदै गरेको औडा गर्मी भयो, घाम चर्केर हैन। त्यसपछि चाहिँ अब हामीले के निर्णय गर्यौं भन्दा चाहिँ चट्ट पारामा खोलामा पौडी खेल्न जाने यही खोलाको तीरतिरै पछ्याउँदै जाने माथिसम्म नै। अब यसो चुर्लुममा हामफालेर जानु पर्यो भनेर चाहिँ हामी यहाँ तरौदी खोला तिरमा आइसकेका छौँ। पहिला चाहिँ यो खोला सानो थियो, अहिले चाहिँ भला रहेछ। भलाएर खोला नि धमिलो धमिलो भए देखाएको छु मैले, बढा नि देखाएको छु। अब मलाई पौडी खेल्न नि आउँदैन। त्यो उता ढुङ्गा चोसोतिर यता चाहिँ अलि छैन, गहिरो छैन। यता यो पिच र यता चाहिँ गहिरो छ। अस्ति मान्छे 2 जना मर्यो नि यही खोलामा हो हैन। मलाई चाहिँ पौडी खेल्न नि आउँदैन, खेल्नु गाह्रो छ। पौडी खेल्न चाहिँ सिक्छु अब म काठमाडौँ आएर। भतिजहरु ठिक छ नि? भतिजहरु चाहिँ पौडी खेल्न गइसक्यो। म चाहिँ अब यता बसेर भिडियो हानिरहेको छु। मलाई चाहिँ खेल्न आउँदैन हैन। त्योहरू केटाहरूको चाहिँ रमाइलो छ त्यहाँ खेलेखान मस्त। यसलाई चाहिँ खेल्न नआउने रहेछ। Dolphin, 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 dolphin. यो पौडी खेल्न नजान्नु जस्तो तनाव चाहिँ अरू केही पनि हुँदैन छ हैन। केटाहरू अब उल्टो सुल्टो हानिदिन्छन्। आफू भने अब त्यहाँ डुबे यहाँ एकजना ड्युटी राख्न पर्यो रोक्नलाई, यताडि म बग्दै आउँछु यहाँनिर रोक्न पर्यो। गाह्रो छ। अब पौडी खेल्न चाहिँ सिक्न पर्ने रहेछ, पीडा हुँदो रहेछ। के हो भतिज कुरा? एकदम सही हो, पौडी खेल्न सिक्न पर्छ हैन। अनि यसलाई चाहिँ मैले रोक्न राखेको क्या, मलाई यहाँ तल हैन बगाइदियो नि भनेर। अब यसले चाहिँ
अनि यसले चाहिँ सिकाएन मलाई अनि यो भति चाहिँ खेलेन पौडी खेलेन यसले जानेन भनेर म चाहिँ नजान्दा पनि हाम खालि धन्दै सोरेर लगेन लग्न चाहिँ लग्यो है केटाहरू अठाउन आउँथे मलाई त्यही हो अब चाहिँ नि हामी यहाँबाट पौडी खेलेर निस्केको अब सिधै उता गएर भेट्नेछौँ बारपाकको ठाउँहरू चाहिँ हेर्न पर्यो बारपाक चाहिँ नि खास गरी भन्नुपर्दा चाहिँ नि यही हो बारपाक चाहिँ होइन यो स्कुल भयो यो तलको यो स्कुल भयो अनि यता चाहिँ नि बच्चाहरू पनि देख्न सकिन्छ स्कुलको त्यो चाहिँ बोर्डिङ भयो अनि यो चाहिँ नि बारपाक गाउँ है अनि यहाँ चाहिँ नि एउटा यो भवन बनाएको छ यो पार्क भनौँ न यो चाहिँ भूकम्प स्मृति पार्क हो निर्जित युजित ए तिमी कति ग्रेडमा पढ्छौ क्लास 3 मा अनि तिम्रो स्कुलको नेम के हो तिम्रो नेम के हो नि मेरो नाम सुनिल घले अनि तिमी चाहिँ कति क्लासमा पढ्छौ म चाहिँ 4 क्लासमा 4 मा हो तिमीहरू दुईटा साथी हो साथी साथी 4 क्लासमा मेरो चाहिँ 3 क्लासमा बात निस्क्यो खै ए उसको म चाहिँ सिङ्गापुर तिमी सिङ्गापुर लाउरे लाउरे भाइहरू हाइट हाइट के भन्नुपर्छ त सल्युट हानेर भाइ सल्युट हानेर के भन्नुपर्छ यहाँ चाहिँ नि मेरो भाइहरूसँग चाहिँ प्यारो प्यारो भाइहरूसँग खतरा रमाइलो भयो है भाइ तिमीलाई रमाइलो लाग्यो कि लागेन मलाई भेटेर अनि हाम्रो यता बाबुलाई नि खतरा भाइ नि लाउरे सबै केटाहरू लाउरे प्राप्त नै लाउरे हुने होइन तिमीलाई नि रमाइलो लाग्यो नि होइन भाइ बारपाकको कोट डाँडा भयो यो बारपाक चाहिँ नि यो कोट डाँडा चाहिँ यहाँनिर छ यो बारपाकको चाहिँ यो चाहिँ नि गोर्खाको चाहिँ नि 36वटा कोट छ टोटल यो गोर्खा जिल्लामा यो 36वटा कोट मात्रै यो चाहिँ नि बारपाकको एउटा यो कोट डाँडा भयो पहिलातिर चाहिँ नि के भनेर चिनिने गरिन्थ्यो भने अर्को भाषामा चाहिँ गढी वा किल्ला भनेर चाहिँ चिनिन्थ्यो त्यो भनेको चाहिँ के भन्दाखेरि त्यति बेलाको समयमा चाहिँ एउटा यो बारपाक राज्यलाई चाहिँ नि सुरक्षा गर्नको लागि चाहिँ राजाहरू एवं सिपाहीहरू सुरक्षाकर्मीहरू चाहिँ यहाँ आएर बस्ने गर्थे त्यही कारणले चाहिँ नि किल्ला वा गढी बन्ने हो 72 सालको भूकम्प अगाडि चाहिँ यो बारपाक चाहिँ सानो काठमाडौँ भनेर पनि चिनिने गरिन्थ्यो र धेरै त होइन अब 5-10 मिनट चाहिँ हामी यहाँ बस्नुपर्ने हुन्छ यहाँनिर बनाउँदैछौँ यता यसरी झार्दैछ यहाँनिर भने अनि यता यसरी सोर्दैछ हामी भने यहाँ टक्क जाममा परिरहेको छ मजाले तर अहिलेको त्यो बोलेरो भने त्यहाँ माथि पुगिसक्यो होइन तर पनि केही छैन रमाइलो भइरहेछ हामीलाई एकदम बवाल भइरहेछ यहाँ भतिजको बाइक यहाँ छ हाम्रो अर्को रेल पनि आएको छ हाम्रो यतातिरको यो चाहिँ रेल है रेल ल बारीलाई फाइनली लगभग 27-28 किलोमिटरको यात्रापछि चाहिँ हाम्रो गन्तव्यमा हामी आइसकेको छौँ होइन अनि चाहिँ नि बाटो एकदमै
अप्ठ्यारो भए पनि निकै चाहिँ नि दुःख पाए तापनि हामीले चाहिँ अहिले मैले दिइरहेको छौँ र हामी कहाँ आइपुग्यौँ भन्दाखेरि गोर्खाको लाप्राक आइसक्यौँ होइन। घुम्न आउनु होला यहाँ भन्दै आज हाम्रो यात्रा यहीँनिर अन्त्य गर्छौँ। बाई 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 गाइज, बाई भतिज, बाई केटा।